जाने मेरी साथी मनीषा अभी हो पागल हो हेलो वेलकम टू माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु। आज जाने मेरी साथी मनीषा अनि म हिजो बुटोलाको रुममा छु, यिनी पनि आइन् अनि फेरि हामी अहिले पानीपुरी खान जाँदैछौँ। अनि हामी राम्री भएर जान लाग्यो। च्यानललाई सब्स्क्राइब गर्नु नभुल्नु होला है त। हामी पानीपुरी खान जान लाग्यो। बाटोमा आइसक्यौँ। हाम्रो घर यता बाटो उता यिनको। हामी पानीपुरी खान जान लाग्यो। हिँडेछौँ पार्टी छ क्या आज? के को पार्टी भन्दाखेरि सुटुक्क मन्छाको पार्टी। सुटुक्क पार्टी छ खुसीको। मन्छा धेरै खुसी भयो यिनीहरू, त्यही भएर हामीलाई मान्छेले कस्तरी हेरिरह, हल्का हल्का लाज पनि लगाइरह। फर्स्ट टाइम नि त भलक बनाएर हिँड्दाखेरि मान्छेले हेरिरहन् गाइस हामीलाई। त्यही पनि केही छैन, हामी लाज साज मानिन्न। हामीले के त पानीपुरी लो क्या लाज कहाँ जाने हो पानीपुरी खानु? माथि के चटपटे हाम्रो म पानीपुरी त एकजनाले चटपटी हुन्छ। हामीसँग अलिक पैसाको अलिक अभाव छ। छ। युट्युबमा अलि कमाएर पैसा धनी हुनु पर्ला, भाइरल हुनु पर्ला भनेको भइएन। पागल छ हाम्रो। भोलिबाट क्लास छ हाम्रो। क्लास जाँदाखेरि बनाइन्छ, हजुरहरूले हेर्दै गर्नु होला। टक्क लाएर सब्सक्राइब गर्नु होला, हामीलाई भाइरल बनाइदिनु होला। हामी निकै भाइरल गरेर पैसा कमाउँछौँ। तिमी भिडियो बनाउने हुन्थ्यो, कहाँ बनाइदिउँ भिडियो? कहाँ गयो मेरो फोन? ए अहिले पानीपुरी खाएको जग्गा कस्तो मिठो हुन्छ खरे। लाग्छ मलाई। हाम्रो दाइको रेस्टुरेन्ट चौबारी नि यो मन्छाको दाइको रेस्टुरेन्ट आउनु नभुल्नु होला। नभुल्नु होला। हामी देवीनगर चौपारीमा आयौँ गाइज। हाम्रो चौपारी हेर्नुहोस्। मिल्छ। एउटा मान्छे माथि गाडी पनि हेर है उडाइदियो। के परेर हिँड्यो मान्छेले हेऱ्यो। हामी त यहाँ आइसक्यौँ गाइज। हामीलाई भाइरल गरिदिनुहोस्, हामीलाई नास्ता खानु पैसा हुन्छ। अरूलाई जस्तै होला न, अरूलाई जस्तै हामीलाई नि भाइरल गराइदिनुहोस् गाइज। अनि सुमीको युट्युब च्यानल सब्स्क्राइब गरिदिनुहोस्। हामी बालबालिकालाई दया गरिदिनुहोस्। नाबालिका कार्तिक 13 गतेदेखि अरे कार्तिक 13 गतेदेखि अभी हो र बुटौल बजार। हामी बुटौली खाऊँ, बटौली। पानीपुरी खाने ठाउँ त बन्द छ। ए गाइस हाम्रो पानीपुरी खाने बन्द। यहाँ उहाँ ठेला राख्छ क्या यहाँ। यो होइन तिमीले के त भ्लग बनाएछ नि, दाउरा लिन चोर्न दुब्रेको यति हाँसो लागेन मलाई। बन्द, पानीपुरी बन्द। यहाँ ठेला हुनु त छैन। बरै फर्काउँ कहाँ बाटो काट्दै बाटो। हाम्रो चटपटीवाला अङ्कल भाग्नु लाग्नु भएको दौडेर। बाटो काटी काटी आयौँ गाइस। अङ्कल जानु लाउन कि के हो र? पाक्नु भएन न। त्यही हो र अङ्कल। किन टेबल त माथि राख्नुहुन्छ? ए खाऊँ न। हामी जान्नौँ न। किन एङ्गलमा
टोपालीतिर रमाइलो हुँदैन सानोतिर हजुर टोपालीतिर क्या ए भोलि तल खेल्छ त्यही भएर अन्त आएन भैलो त सक्यो भइलो आज नि खेल्छन् होला क्या भैलो किन आएन आज आएन पानीपुरी खान गएको हामी यता पनि मन छ यता यताको साइड अयो आएन कुरा चटपटे हो एक ठाउँ चटपटे एक ठाउँ पानीपुरी मिठो अमिलो मन्साको घर जाने बाटो सिमाइएको छ हामी त ठ्याक्कै तिमी जान्नु माथि कति किन जानु त माथि गएर फेरि आउँदा म एक्लै जाने गेटमा नि मेरो कपाल त बढ्दै बढ्यो यो पागल हो त पागल हो तिमी पागल हामी पानीपुरी खान आएको ऊ पनि बन्द रहेछ म। पार्लर पनि हो त्यही पार्लर हो कि के गर्ने मान्छे चाहिए पार्लरमा ओके पानीपुरी आयो चटपटे ल्याएको अयो बा हामीले यहाँ पानीपुरी चटपटे आयो अब हामीले खान्छौँ अनि भिडियो गर्छौँ ल अमिलो त टक्क हाल्दैन मिठो आउने कस्तो गर्दा खाने हो र अब खाएर भिडियो गर्छौँ है खाएर नि भ्याइयो मन्छाले चटपटे हामी मिठो दामी एकदम दामी ल्याउनु पानी ल्याउ न पैसा खा मन्छाले टिप्दैन पैसा पार्टीको मैले त गर न पानी पनि न गट खान सक्दैन ए कुन गोटी खाने हो यस्ता कति खान्छ भाइ यस्तो गक्ले पारेर खानु हो हो अझै यसरी क्या यस्तो गर्ने हट्छ त्यही भन्नु भने पानी भित्राइदिएर गर रुममा म यता जान्छु आऊ न मैले माथि हटाउ म छोड्न आफूलाई उहाँ माथि जान्छु आऊ अहिले छोड्न जान्छ 4 बज्यो हिँड मुसु भए कालिका नगरतिर जाऊँ के भाउ के उता त्यही न, हो न भाउ। यत्नेबाट भाउ। भक्किन्छ फुल सिङ गरे हामी किन जाने र कालिका नगर भाउ कि फुल सिङ गरे हामी खाएको पछि यस्तो हिँड्ने अहिले त खाएको अहिले भात पकाउनु पर्छ घर गएर भात पकाउन पचाउने होइन राखिराखेर चप्पल किन्न जाऊँ चौपाटीमा भाउकै चप्पल भोलि किनौँ ल क्या बजारमा भोलि बजारमा नि भिडियो गरौँ ल म सस्तो गराइदिन्छु के सस्तो गराइदिन्छु चप्पल अँ ल लिएर आएँ मैले लिएर आएँ हाम्रो घर रुममा लिएर आएँ फर्किन ल हुन्छ चटक्कै परेर आछन् मान्छे काण्ड भइलो त्यो एउटा मान्छे भएर हुन्छ मान्छे के मलाई अहिले आउँदाखेरि कस्तो आइसक्रिमको क्रेभिङ खाऊँ न आइसक्रिम गर्नु कुल्फी खाऊँ पैसा खा के मान्छेलाई कुल्फी किन्दैन कुल्फी 25 30 35 कुल्फी के खाऊँ अँ 33को खाऊँ 35 हुँदैन हुन्छ त्यसको नै होइन कि पैसा 30 को कुल्फी 35 को बोला त्यो आफ्नै खाने आयो ल
ए पैसा ल भनेको ए म त कुनै आगरी के आफ्नै हानी अरे कति छुट्यो चेस चेस हाम्रो स्केट पार्क यहाँ छ हामी तर खेलिन्न हाम्रो स्केट खेलिन्न बच्चाहरू होइन कि हामी नेचुरल पैसा खाऊ के खाऊ त देख्नु कति फाइदा भयो मेरो रुमतिर आउनुमा मेरो रुमतिर गएर हो सालजन्डी मेरो रुमतिर सालजन्डी कहाँको सालजन्डी टुटेर हो के त्यो ए म त सालजन्डी पुग्यो कि अनि मिठो हो नि दुधबाट बनेको मिठो न मिठो छ नि म कति खाइरहेको छु यो यहाँ हो र 20 रुपियाँ हाल्नु कति मिठो हुन्छ त्यही 20 रुपियाँ हाल्नु किन त्यसको 60 रुपियाँको यो झन् अर्कै होला मिठो हुन्छ कि तपाईँले होला नि यो ठुलो त सानो होला के होइन यो अलिकति मिठो हुन्छ त्यो भन्दा त्यो अलिक पानी पानी हुन्छ क्या कोही किसिमकोमा चाहिँ गढी के हुन्छ हामीलाई एकदम जाडो भइरहेको अब कम्बल ओढेर कुर्ती खाने हो गर्मी भएको भन न जाडो मलाई त मन छ तिम्रो सुनजाति पसल छ म सुनजाति पसल मन जाको मेरो किराना पसल नि देवीनगर मानिस किराना पसल खै खै ए यिनको त मेरा बा मेरा बा के हो धानी हो क्या अनि बोलाउ न हाम्रो के हेयर कटिङ गर्न फ्री छ भनेर ए अब त भोलि भनौँला के यो भलक ताल छुट्टे हो क्या भोलिको छुट्टे भनौँला भोलि एउटा सरप्राइज छ भनेर बिहान सरप्राइज छ अरे गर्मी मलाई किन्दैन त एउटा टी सर्ट माथि एउटा लाउने छ नि तल एउटा लाउने किन्दै क्या एउटा तल लाउँछ टी सर्ट नै सुरुमा मैले सक्दिनँ भने हाम्रो रुम आयो चाबी खोल्नु पर्यो हाम्रो रुम आयो यो बाथरुम हो सिधा नआउनु पनि ठाडो हो त्यो छ रुम आयो हामी यसले मलाई रुममा लाएर फेरि लिएर एक्लै पनि झ्याउ लाग्छ अनि ल्याउनु पर्यो नि साथीलाई हामी रुम आइयो गाइज अनि अब आजको लागि यति नै भोलि यस्तै राम्रा भिडियो हेर्न चाहनुहुन्छ भने सुमी छेत्रीलाई फलो गर्नु होला सब्स्क्राइब हानिदिनु होला गाइज टिकटकमा लाइक कमेन्ट पनि गर्नु होला रुम खाला न यो रुम ए जोयो के गर्ने आफ्नै कपाललाई डोन्ट माइन्ड अनि सबैले माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्स्क्राइब हानिदिनु होला आजको लागि यति नै बाई बाई गरिदिउँ न बाई बाई